नमस्कार सम्पूर्ण नेपाली जन आमा बुवा तथा दाजुभाइ तथा दिदीबहिनीहरुमा विजयदशमी 2022 सालको हार्दिक मलमय शुभकामना व्यक्त गर्न चाहन्छु। अहिले म चाहिँ तपाईहरुमाझ उदयपुर जिल्लाको बेलाका वार्ड नम्बर 8 अन्तर्गत रहेको यो सिटीखोला बस्तीको बीच गाउँ अथवा यो राधाकृष्ण मन्दिरको प्राङ्गणैबाट तपाईहरुसँग बोल्दै छु। विशेष गरी यहाँबाट मैले भनिरहने कुराहरु के छ भनेदेखि सिटीखोला भनेको वार्ड नम्बर 8 मा पर्दछ बेलाका नगरपालिकाको पूर्व तत्कालीन ठुक्सिला गाविसमा रहेको यो स्थान त्यतिखेर वार्ड नम्बर 1 को रूपमा परिचित थियो भने अहिले चाहिँ बेलाका नगरपालिका भइकन वार्ड नम्बर 8 भएर परिचित छ हामी माझमा। विशेष गरी अब यस ठाउँको बारेमा भन्नुपर्दा मैले बेलाका नगरपालिकाको वार्ड नम्बर 8 यो चाहिँ विभिन्न हिसाब किताबमा चाहिँ यहाँ पर्यटकीय स्थल धार्मिक स्थलहरू पौराणिक सम्पदाहरू रहेको ठाउँ भएकोले गर्दाखेरि यस स्थानमा यस वाडामा चाहिँ विभिन्न ठाउँमा रहेका त्यस स्थलमा चाहिँ आन्तरिक पर्यटकहरू आउने भएको हुँदाखेरि पर्यटकको स्थलको रूपमा पनि चिनिन्छ। जस्तै कि हामी यहाँबाट चाहिँ लगभग 2 किलोमिटर पूर्व गयौँ भने चतरा सप्तकोशी नदीकै पासमा रहेको श्री महाकाली मन्दिर दर्शन गर्न सक्छौँ। त्यसैगरी त्यसै स्थानबाट चाहिँ 20 मिनेट यदि उत्तरतर्फ गयौँ भने हामी बोक्ताङ डाँडो जुन अहिले टिकटकमा नै भाइरल भएको स्थान हो प्याराग्लाइडिङको लागि त्यस स्थानमा गयौँ भने त्यहाँबाट चाहिँ दक्षिणतर्फ रहेका सम्पूर्ण दृश्यहरू पनि देख्न सक्छौँ। त्यसकारणले गर्दाखेरि यो उत्कृष्ट ठाउँ बेलाका नगरपालिका भरिकै भनौँ उदयपुर जिल्ला भरिकै उत्कृष्ट ठाउँको रूपमा पनि प्रसिद्ध रहेको ठाउँ हो। अब अहिले विशेष गरी यो उतापट्टिको यो भ्यूजहरू हामी यो सर उत्तरपट्टिको भ्यूजहरूलाई सर देख्दै गर्दाखेरि माथि यो गगनचुम्बी महाभारत पर्वतले वरिपरि घेरेको र अब दक्षिणतर्फ चाहिँ सप्तकोशी नदीको भगालो नदी बगेर आएको कारणले गर्दाखेरि भूधारतलको हिसाब किताबमा एउटा भ्याली स्तरको भनौँ न एउटा वरिपरि डाँडा र दक्षिणतर्फ चाहिँ सप्तकोशी रहेको कारणले गर्दाखेरि एउटा भ्याली आकारमा फैलिएर रहेको बस्ती छ। करिब 400 घरधुरी रहेका छन् यस स्थानमा। अधिकांश खेतीपातीमै आश्रित किसानहरू बस्ने ठाउँ हो यो। अब अरू बाली नालीको हिसाब किताबमा कुरा गर्नु पर्दाखेरि अहिले चाहिँ यहाँ धान बाली छ। धान बाली लगभग पसाउनै लागेको अवस्था देख्न सक्छौँ हामीले यो धानहरू है। अनि अब अहिले सबैतिर चाहिँ कहीँ जग्गा जमिन खाली नभइकन धान बाली चाहिँ लगाइएको देख्न सकिन्छ हामीले। र अब अहिले मैले यो यहाँ भिडियोमा देखाउन चाहन्छु यो चाहिँ राधाकृष्ण मन्दिर हो यो चाहिँ। अनि राधाकृष्ण मन्दिर चाहिँ झन्डै यो 2057-58 सालतिर स्थापना रहेर अहिलेसम्म सन्तान पहिले चाहिँ यो स्थापना भएको मिति चाहिँ पौष 26 गते 57 साल या 58 साल हुनसक्छ। त्यसै वर्ष यता चाहिँ देखि कन्टिन्यू यो हामी वार्षिक कार्यक्रम पनि यसमा अखण्ड पुराण गरेसँगै कार्यक्रम गर्ने गरेको छ। त्यसैको आडमा हिमशिखर विकास केन्द्र यहाँ हामी जुन गरेर यो ठुलो बनाएर देख्न सक्छौँ। अब यो चाहिँ हिमशिखर विकास केन्द्र 2063 लेखेको छ माथि हेडिङमा टपमा थियो तपाईँको त्यो चाहिँ हामीद्वारै यो चाहिँ स्थापना गरिएको एउटा हिमशिखर विकास केन्द्र यो चाहिँ जिल्ला स्तरीय क्लब हो घर हो। यहाँ चाहिँ विभिन्न बिहा कार्य वर्तमान अब विभिन्न पूजापाठहरूका लागि विभिन्न किसिमका सरसामग्रीहरू हामीले यहाँ राखिएको छ। पहिले यस हिमशिखर विकास केन्द्रका सदस्यहरूलाई चाहिँ हामीले केही न्यूनतम शुल्क लिएर यो भाडामा दिने गरिन्छ भनेदेखि अब क्लब बाहिरका सदस्यहरूलाई पनि अब निश्चित मापदण्ड छ यसमा चाहिँ भाडामा दिएर चाहिँ सञ्चालन गर्न गइरहेका छौँ। हामीले अहिलेसम्म कन्टिन्यू गरि नै राखेका छौँ। यस ठाउँको बारेमा जानकारी लिनु पर्दाखेरि माथि देखिएको त सेतो घरकै आडबाट उत्तरपट्टि साइडबाट चाहिँ मदन भण्डारी राजमार्ग हाइवे हामीले देख्न सकिन्छ। त्यहाँ चाहिँ अब झन्डै 1 दशकभन्दा बेसी भयो मदन भण्डारी राजमार्ग बनेर सञ्चालनमा आएको र यो अहिले अब तत्काल यो अहिले हामी देखेको लगभग यो बाटो चाहिँ मदन भण्डारी राजमार्गकै रिङ रोड सिटीखोलालाई वरिपरि घेरिने गरी बनेको बाटो हो। यसै वर्ष चाहिँ अब निकै नै ठुलो बजेटको लगभग 79 लाख को लागतमा भनेको यो बाटो तलसम्म बनेको गाउँको पुथार बस्तीसम्म पनि बनेको छ यो बाटो। र यतातिर यो चाहिँ हामी अध्ययन गरेकै स्कुलतिर जाने बाटो हो। यहाँ अगाडि पिङ पनि लगाइएको छ यो दसैँको अवसरमा। यो बाटो चाहिँ अब सिधै गइरहँदाखेरि चाहिँ हामी सिटीखोलाको स्कुल भनिन्छ। यो गाउँको पश्चिमपट्टि गाउँकै
पश्चिमी भागमा भनौँ दक्षिण पश्चिमको भागमा रहेको चक्रपुट माध्यमिक विद्यालय के अरे मा चाहिँ पुग्न सकिन्छ भनौँ न। यो बाटो सिधै गयो भने यो यसैपालि बनेको ड्रेन हो। अब गाउँको दृश्य यही नै हो। अब यो हामी बिच गाउँ अथवा राधाकृष्ण मन्दिरको प्राङ्गणबाट बोलिरहेका छौँ। अनि अब यस गाउँको बारेमा भन्नुपर्दा खेती किसानीहरूको लागि चाहिँ सर्वोत्कृष्ट बस्ती ठाउँ स्थान भन्ने बुझिन्छ। किन भन्दाखेरि यहाँ वन जङ्गल नजिकै, कोशी खोला नजिकै भएको कारणले गर्दाखेरि चरण क्षेत्र पनि प्रशस्ति मात्रामा छ। बाख्रापाठा गाईबस्तुहरू पाल्नको लागि पनि यस ठाउँमा चाहिँ धेरै नै सहज छ। हामीले गाईबस्तु गोठालो जानु पर्दैन, बाख्रापाठा पाल्यौँ भने हेर्न जानु पर्दैन। त्यस कारणले गर्दाखेरि खेती किसानीको लागि एकदम उत्कृष्ट ठाउँ जन्मिएको यस ठाउँमा तपाईँहरूलाई घुम्न आउन, डुल्न आउन, रमणीय स्थलीय पर्यटकीय हिसाब किताबमा कहिलेकाहीँ यसरी आउनुभयो भने सम्झिनु होला। तपाईँहरूलाई चाहिँ एकदमै मजाले हामी स्वागत गर्छौँ। र यति भन्दै छोटो मिठो भिडियो गाउँ आएको अवसरमा मैले पनि बनाइहाल्नु न त, देखाउँ अलिकति यो दृश्यहरू भनेर चाहिँ तयार पारेको थियो। हेरिदिनु भयो। यो सम्भवतः फेसबुकमा हालियो, युट्युबतिर हाल्यो भने तपाईँहरूले देख्न पाउनुहुन्छ। यति भन्दै अब अहिलेलाई चाहिँ अब बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।